हामीले पाउनेछौँ। हामीलाई पूर्ण विश्वास छ, हामीले ठुलो तयारी गरिसकेका छौँ। अब केही क्षणमा हामी यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ र बाजा गाजाका साथ सम्पूर्ण दुलहा दुलहीलाई सजाउने काम भइरहेको छ र उहाँहरू आइपुग्नु भएको छ, टाढा टाढाबाट आउनु भएको छ र खाना नास्ता पानीको पनि व्यवस्था गरिएको छ। र श्रवण हलमा यदि कोही नास्ता गर्न चाहनुहुन्छ भने, कसैले गर्नुभएको छैन भने श्रवण हलमा नास्ताको व्यवस्था गरिएको छ। यो प्रातःकालीन नास्ता हो, यो कलेबा भनिन्छ, जसलाई हामी खाजाको रूपमा लिएका छौँ र भरे पूर्ण भोजन हामीले दिवा सत्रमा गर्नेछौँ। अहिले हामीले मात्र खाजाको लागि त्यहाँ व्यवस्था चमेना गृह हामीले बनाएका छौँ। वहाँ गएर हजुरहरूले खाजा खान सक्नुहुनेछ, जे जस्तो छ त्यहाँ बनाइएको छ। एकदम हजुरहरूको लागि व्यवस्थाको लागि टाढा टाढाबाट आउनुहुने श्रद्धालुहरू र हाम्रा मातृशक्तिहरू, आदरणीय सज्जनवृन्दहरू वहाँ गएर कृपया खाजाको व्यवस्था पनि गर्न सक्नुहुनेछ। खाजा बनाएका छौँ। ओम नमः शिवाय। सम्पूर्णमा धन्यवाद। सम्पूर्णमा यो वैवाहिक कार्यक्रमको मङ्गलमय शुभकामना साथै नववर्ष 2082 सालको पनि हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यो नयाँ वर्षमा हामीले नयाँ काम थालेका छौँ। अवश्य भगवान भोलेनाथको दरबारमा भोलेनाथको आशीर्वाद प्राप्त हुनेछ। त्यति मात्र नभएर यो पावन धाममा हुन गइरहेको यो अपूर्व कार्य सामूहिक विवाह हो। हामीले यो थालेको कार्य सम्पन्न हुने हामी निश्चय गरेका छौँ। भने आउने सम्पूर्ण हामीहरूको स्वागत गर्दछौँ। यदि कसैले अहिले प्रातःकालीन खाजा हामी श्रवण हलमा व्यवस्था गरेका छौँ। कृपया निरन्तर हामी यज्ञको जानकारी गराइरहेका छौँ। 9 बजे हाम्रो मण्डप बन्नेछ। 9 बजेबाट हामी पूर्वाङ्ग सुरु गर्नेछौँ। हामीलाई जानकारी भएअनुसार अन्य आदिवासी जात जातिका गुरुहरू पनि आउनुभएको कुरा हामीलाई जानकारी छ। कृपया यज्ञ कसरी हुन्छ त्यो हामीलाई यहाँ सम्पर्क राखिदिनु हुन अनुरोध गर्दछु। Yeah. कृपया बाहिर यो विवाहको लागि आउनुहुने सबै महानुभावहरू धामभित्र प्रवेश गर्नुहोला र श्रवण हलभित्र नास्ताको व्यवस्था छ। अरू पक्षबाट आउनुहुने महानुभावहरूले त्यहाँ नास्ता ग्रहण गर्नुहोला। आदिवासी परिवारबाट आउने गुरुहरू कोही हुनुहुन्छ भने कृपया हामीलाई चाँडो सम्पर्क गरिदिनु होला।